पनि ठुलो बनाउने कि शिवजी अब के थाहा भयो तिमीलाई ठुलो छ भन्ने कसरी थाहा पाऊ हेरी छौ ज्याकपट वर्ल्ड कप हजुर यस्तो तिमीले केस गरेको तिमी देखी छौ र लामो छ कि के छ देखी छौ बन्दुक गेस गर्न पाउँदैन त्यसै अनावश्यक बोल्ने यार गाइस 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 कहिले लास्टमा हाल्दैन केटा हो हात उताबाट हात दिन्छ कि बन्दिन्छु म हारे भने तिम्रो लास्ट कुदाउँछु यस ल म गएँ बिउ ल तिमीले त विन बनाउँदै गयो आज बस्नु भन्दैछ है शिवजी तपाईँ मलाई छोडेर जानु रेडी पार्नु छोडपत्र हुन्छ हाम्रो खालि धम्काउन मात्रै जाने आज यार अनिल वेटिङ हो र के गरौँ शिवजी भन्नु न एउटा पोस्टर जोडिदिउँ पैसा फुटेकोको गरिदिउँ म यति त लगानी गरिदिन्छु गरिदिउँ कत्रा कत्रा माडेहरू छ कि उनीहरू कत्रा गिफ्टिङ गर्छ मनी बाउ त एउटा त्यो पत्रकारलाई पनि चिनेको छु मैले उहाँलाई बिहान बिहान न्युज पेपरमा पनि राखिदिउँ जिस्केको होइन हौ मान्छे भनेको कसम तपाईँको साथी हो यति त गर्न सकिहाल्छु आउँछन् खतरा खतरा गिफ्टहरू सबै आउँछन् यस्तो हो कि अब राम्रो छु नि त म बिहान बिहान म पनि मर्निङ वाक उनीहरूसँग मर्निङ वाक जान्छु अनि त्यस्तो पेपर सेपर पढ्नु भनेर भन्छु कि राम्ररी आमाहरू भइहाल्छ नि अनि त्यो बेला म फकाउँछु कि शिवजी तिम्रो बोयफ्रेन्ड हो शिवजी र म साथी हो भनेपछि आउँदैनन् होइन तिम्रो दाइ हो भने भन्छन् तिनीहरूले जे जस्तो भए पनि सपोर्ट गर्नुपर्छ भनिदिन्छु कि म ल हुन्छ तर शिवजी अलि आधा चाहिँ बिउले पनि मित्रलाई युज एन्ड थ्रो शिवजी तपाईँले युज गरेर मैले पैसा पाउँछु अब त बिग म्याचमा थाहा हुन्छ तिमीले युज गर्थ्यौ कि माया गर्थ्यौ भन्ने कुरा बिग म्याचमा थाहा हुन्छ कि मैले अब एकचोटि भन्दा छु मैले एउटा कमेन्ट पढेको अर्कोचोटि कमेन्ट पढ्नु भयो भने तपाईँले बिउ साथी भेट्नुहुन्न नि फेरि म यस्तो गायब भइदिन्छु नि भेटेँ दिमागै छैन यार बच्चाको जस्तो दिमाग छ यार कस्तो नथाहा हुने कमेन्ट किन पढ्ने हो कि तपाईँ तिम्रो त बुढाबुढीको जस्तो दिमाग छ हाम्रो बच्चाको जस्तो छ होइन तिम्रो बुढाबुढी